हेलो हजुरहरू सबैलाई नमस्ते अनि गुड मर्निङ जय मसी है यो बिहानी। आज चाहिँ म माथि याङनामतिर आएको छु है। एकदमै यतातिर चाहिँ यसरी मकै लाउँदो रहेछ अनि मकै काटेर चाहिँ मकै खेतको बारीमा मकै लाउँदो रहेछ। यो मकै चाहिँ काटेर यतिको बस्तुलाई दिने रहेछ। अनि सबै अहिले चाहिँ खेतको तयारी गरिरहेछ। यसरी है कृषकहरूले सबै खेतीमा लागिरहेछ। यो समय खेतीको समय भएछ, धानको समय बिहाडहरू यसरी रहेछ है। सबै असाध्यै राम्रो यो असारमा। अझ त्यो असार 3 गते खेतहरू सुरु भइसकेको छ। यहाँ चाहिँ मकै काटेर यसरी होइन अब रोपाइ गर्ने जोताइ गर्ने सुरु भइसकेको छ। खेती सबै हेर्न सक्नुहुन्छ है मेरो युट्युब च्यानलमा। यो चाहिँ मकै काटेर अब तयारी गर्दैछ खेतको धान रोप्नलाई। बिउहरू हो धानको। हाम्रो गाउँले जीवन है यस्तै छ हजुरहरू। असार लागेको छ, खेतीबालीमा लागिएको छ ल है। असारको 15 छ है। यति साह्रो खेती गरिरहेछ। भोलि पाउँछ कि हामी अहिले बिप्लाटेदेखि माथि छिरेको छौँ है। हेर्नुहोस् है साथीहरू, सन्दकपुर जाने बाटोमा अहिले चाहिँ हामीहरू यहाँ दिवाको बगान हेर्न जाँदैछौँ। यता दिवा हुनुहुन्छ। कटिङ म त पिचबाट आएछु। जय मसी। यहाँ निर्मलाले भोलि मात्रै आउँछौँ भनेको थियो अरे। हामी त आज आइपुग्छौँ होला। 4 जना छौँ हामी त। करुणा, म, करुणाको बाउ। कहाँ छस् आमा? के भयो अरे?